भनेको छ। हामी चाहिँ रोमी नागरिक हौँ हैन। उसले के भनेछ भने हामी रोमीको नागरिकहरू हौँ। पावल त अब धेरै यहुदी वंशबाट हो, तर पनि उसको रोमी नागरिक हो हैन। रोमी नागरिक भएकोले हामी रोमी नागरिक हो। रोमी नागरिक अथवा त्यस समयमा चाहिँ विशेष गरिकन कुनै पनि दोष बिना, कसुर बिना कसैले चाहिँ पक्रेर कुटियो भने त्यो चाहिँ एउटा ठुलो अपराधमा गर्नुहुन्थ्यो क्या। त्यो चाहिँ अपराध हुन्थ्यो र उसलाई पनि त्यस्तै सजाय चाहिँ भोग्नु पर्थ्यो। त्यसले गर्दाखेरि यहाँ के हो भन्दाखेरि हामी रोमी नागरिक दोषी नै नठहराइकन भनेको छ नि त पावलले। हामी दोषी नै ठहरेको छौँ, हामी सत्यमा छौँ। हामीले त्यस्तो कसैमाथि हामीले बदख्याइ गरेका छैनौँ। हामीले कसैले चाहिँ हामीले त्यस्तो नराम्रो कुरा हामीले गरेको छैनौँ। हामीलाई दोषी नै नठहरिकन हामी दोषी छैनौँ भन्नु खोजेको वास्तवमा यहाँ पावल र सिलासले। हामी दोषी छैनौँ किनभने हामीले कसैले पनि रोमी नागरिकहरूमाथि अत्याचार गरेका छैनौँ। हामीले हिंसा गरेका छैनौँ, कुनै पनि गर्छ हामीले दोषी छैन। नठहराइकन नै उनीहरूले मानिसहरूले सामान्य पिटेर झ्यालखानमा हामीले हालेका छौँ। हामीले बिना पशु हामीले चाहिँ झ्यालखानमा हालेका छौँ। अब हामीले चाहिँ गुप्तमा निकाल्न खोज्दैछन् यो हाकिमहरूले। यो हुन सक्दैन, उनीहरू आफै आउन र हामीलाई निकालेर लैजाउन् भनेर यहाँ अर्को थालेको छ होइन पावलले चाहिँ। त्यसैले आज यहाँ यो पावल र सिलासे प्रभुको जन्म हो। तर रोमी शासक यहाँ के अरे यहाँ हाकिमहरूसँग पनि लडाएको छ। किन भन्दा उनीहरूले गल्ती गरेको छैन, त्यो कुरा चाहिँ उनीहरूलाई थाहा छ। त्यसले गर्दाखेरि हामी यहाँ उहाँहरू चाहिँ परमेश्वरको जन्म हो। उनीहरू चाहिँ एउटा कानुनको अधिकार प्रयोग गर्दैछन् रोमी। त्यतिखेर उनीहरूले के प्रयोग गर्दैछन् त पावल र सिलासले भन्दाखेरि कानुनको अधिकार यहाँ प्रयोग गर्दै गरेको कुरा हुन्छ। सामाजिक र कानुनी अधिकार प्रयोग गरिरहेका छन्। त्यसले गर्दाखेरि अब हामीलाई दोषी नठहराइकन हामीले कुटे जे जस्तो सबै कुराहरू चाहिँ गरे, हामीलाई गर्नु सक्ने सबै कुराहरू गरे। अब चाहिँ सजिलै तरिकाले रोमीको चाहिँ कसैले दोष नभइकन पिट्न कुट्न मार्न नै पाइँदैन भने हामीले किन दोषी ठहरेर हामीले किन कुटियो त भनेर चाहिँ पावल र सिलास एकदमै निडरसँगले नडराइकन उनीहरू चाहिँ के गर्दैछन् त भन्दाखेरि यो कानुनी सही तरिकाले